हेलो गाइस, दर्शन नमस्ते। म तपाईहरुलाई फेरि पनि आज हल्को मेरो भ्लगमा स्वागत छ। म आफ्नै गाउँमा यसो घुमिरहेको अवस्थामा म तपाईहरुलाई फेरि पनि थोरै भिडियोहरु देखाउँदैछु। प्रभु फेरि पनि म यस्तै आफ्नै गाउँतिर घुमिरहेको अवस्थामा हो गाइस। हल्का यहाँदेखि त्यो पछाडि मेरो भाग देखिरहेछ, यो मेरो आफ्नै गाउँ हो गाइस। यो दाङ जिल्ला हो। दाङ जिल्लाको पिपरी भन्ने गाउँतिर प्राप्ति गाउँपालिकातिर पर्छ गाइस। म चाहिँ अहिले ठ्याक्कै भन्नु पर्दाखेरि अब बच्चा स्कुल छोडेर मेरो घरतिर लागेको गाइस। अनि ठ्याक्कै म हिँड्दै गर्दाखेरि यसो घाम निधारमा परेछ, त्यही भएर हल्का तपाईलाई देखाइदिरहेको। यता यो मेरो पछाडिको भाग चाहिँ हो गाइस, के अरे गाउँ हो। यहाँ गाउँदेखि चाहिँ सडक अलिकति नजिकै पर्छ गाइस। अनि म हिँड्दै गइरहेको गाइस। अलि अब थोरै समय छ बाहिर जानलाई। अब त्यही नेपालमा आएको धेरै भएको छैन, 10-12 दिन जति भयो। त्यही भएर गाइस अब हामी नेपाललाई बाई बाई गरेर छुट्नुपर्छ। त्यही भएर गाइस हल्का म तपाईहरुसँग मनोरञ्जन लिउँ कि भनेर मैले यो भिडियो बनाएको गाइस। मेरो भ्लगमा तपाईलाई स्वागत छ है त गाइस। अब चाहिँ म थोरै छ आइपुग्न लाएँ मेरो आफ्नो घर है। अनि त यसो हेरिरहेको गाइस, हेर्दाखेरि अनि जाँदैछु गाइस। थोरै छ 30 मिनटै धेरै हल्का टाढा हो। पानी खाने धारो हाम्रो भाउजू उहाँ मुख धुँदै हुनुहुन्छ गाइस। अलिकति पानी पिउ कि भनेको। नरिसाउनु होला है त भाउजू। हेलो गाइस, देख्नुहोस् हाम्रो भाउजूले चाहिँ मुख धुँदै हुनुहुन्छ। दुखिराख्नु भयो। बच्चा छोड्न गएको अनि पानी पेस लाएर धारा नजिकै छ, त्यही भएर पानी पेस गाइस। ल त भाउजू। ए अब थोरै छ गाइस, थोरै छ। अब म आफ्नै घर पुग्न लागेको। हिँड्दैछु बाटोमा। अब चाहिँ गाइस आइपुग्यो। यहाँदेखि यसरी हेर्नु त, त्यसपछि यहाँ माथि चाहिँ त्यो झेलुङ्गे पुल छ। अनि रुखले छेकेको छ क्या, हल्का रुख छ गाइस। अनि देख्यो नि यही झेलुङ्गे पुल छ गाइस यहाँदेखि। अनि मेरो घर चाहिँ यही हो, हेर्नुहोस् गाइस, यही हो घर। अनि घर आइपुग्यो। म तपाईहरुलाई घर देखाइदिन्छु गाइस है त। घर आइपुग्यो। अब म चाहिँ घरको भित्र प्रवेश गरेको भन्न चाहिँ। अनि कोठामा खासै राम्रो छैन। यो कोठा रुम है। त्यसपछि उता हाम्रो श्रीमतीज्यू हुनुहुन्छ। खेतबारी, उता खेतबारीमा मकै छरिरहेको अवस्था गाइस है। त्यसपछि
म चप्पल उठिरहेको म यो पुरा गर्छु हल्का बाख्रा पालेको बाबुहरूलाई छोडेर आएको नि त यस्ता पनि हुन्छन् गाईहरू त यो हाम्रो खसी गाइस खसी होइन बोका हो नि चरिरहेको छ यो बोका मेरो बोका हो हल्का बाख्रा पालेको हो त्यही बाटो देख्नुहुन्छ मकै एकदम रिसाउनु भयो हाम्रो मम्मी हो गाइस मम्मी हुनुहुन्छ जय मसी भनिदिनु मम्मी सबैलाई नमस्ते भनिदिनु भन्नुहुन्न रिसाउनु भएको अरे है त रिसाउनु भएको छ अरे गाइस यता चाहिँ मकै छरिरहेको अवस्था सुकेको त्यही भन्छ कि मलाई पनि तपाईँको चाहिँ चरे यहाँ चाहिँ मकै छरेको हो गाइसी मकै छर्नु लाग्नु भएको छ मकै हल्का त्यो मुख धोएर किन त्यस्तो गरेको गाइजहरू अब यो युट्युबमा छाउनुहुन्छ नि सबै